हेलो नमस्ते सबैजनालाई गुड मर्निङ। म आफ्नो परिचय दिँदैन किनकि मलाई मेरो चिने साथीहरूले चिनिहाल्नुहुन्छ होइन म को हो भनेर। अनि म आज बिहान उठेको, बिहान म 6 बजे उठेको। आज फेरि बिहान उठ्यो भन्दाखेरि तपाईँहरू सोच्नु हुँदै होला 4 बजे 5 बजे यस्तै उठ्यो होला भनेर। नो गाइज, म 12 बजे उठ्ने मान्छे होइन, 10-11 बजे उठ्ने मान्छे। आज म 6 बजे उठेछु। फेरि 6 बजे किन उठेछ भनेर सोच्दै हुनुहुन्छ होला। म आज बिहान फोहोर फाल्नको लागि उठेको गाइस। मेरो रुममा फोहोर फाल्नु भएको थियो। फोहोरको गाडी बिहान 6 बजेतिर आउँछ, 6 साढे 6 बजे यस्तै आउँछ। अनि त्यही भएर बिहान मैले उठ्नुपर्छ। बिहान उठेर मैले फोहोर फाल्नुपर्छ। अरूले त फाल्दिने होइन गाइस, आफैले फाल्नुपर्छ होइन। आज फोहोर फाल्न उठेको थिएँ बिहान होइन गाइस। अनि म एकदम अल्छी मान्छे हो होइन। बिहान एकदमै ढिला उठ्छु कि म एकदमै ढिला उठ्छु, एकदमै ढिला बस्छु। सायदै कोही अल्छी हुनुहुन्छ होला तपाईँहरू होइन। म एकदम 12-1 बजे यस्तै खाना खाने मान्छे। अनि 10-11 बजे उठ्ने मान्छे होइन। आज छिटो उठेछु। अनि के कस्तो छ, तपाईँहरू सन्चै हुनुहुन्छ? सबैजना सन्चै हुनु पनि पर्छ होइन। अनि तपाईँको घरतिर के छ? सबैजना सन्चै हुनुहुन्छ होला। घरतिर आफ्नो होइन कुराकानी गरिराख्नुहुन्छ होला घरमा। अनि हाम्रो घरतिर कस्तो हुन्थ्यो भन्दाखेरि बिहान उठेर होइन गाइस, बिहान उठेर नास्ता गर्ने, आफ्नो काम गर्ने या खेतीपाती के पनि गर्नु छ गर्ने। आफ्नो पढ्ने मान्छेले बिहान क्लास गएर बिहान पढ्ने उठ्ने नास्ता गर्ने। गाउँघरमा त बिहानै उठिन्छ। मम्मीले त मलाई बिहानै उठाउनुहुन्थ्यो, उठ्नुपर्छ छोरी मान्छे भएर होइन, यस्तो भन्नुहुन्थ्यो क्या। सबैको मम्मीले भन्नुहुन्छ होला अभियसली होइन। मेरो मम्मीले पनि भन्नुहुन्छ, सबैको मम्मीले भन्ने हो छोरी मान्छेलाई होइन। अनि त्यस्तै भनिन्थ्यो, बिहान उठिन्थ्यो गइन्थ्यो। अब यता यस्तो छैन, एक्लै बस्छु होइन। जति बेला मन लाग्यो त्यति बेला खाने, जति बेला मन लाग्यो त्यति बेला सुत्ने, मोबाइल चलायो, सुत्यो, खायो, त्यस्तै दिनहरू गइरहेको छ गाइस मेरो होइन। क्लास पनि छैन नि त आजभोलि। क्लास भएको भए त म बिहानै उठ्थेँ। पहिला क्लास हुन्थ्यो अनि त्यति बेला 4 बजे 5 बजे 5:30 बजे 6 बजे मैले क्लासमा पुग्नु पर्थ्यो नि त गाइस होइन। अनि त्यही भएर 5 बजे यस्तै हुनु पर्थ्यो, या कहिलेकाहीँ चाँडो उठेर पढ्नु पनि पर्छ होइन। पढ्नु पर्थ्यो त्यति बेला बिहानै उठ्थेँ। 3-4 बजे 3 बजे त उठ्थेन भनौँ होइन, झुट किन बोल्नु। 4 बजे उठ्थेँ। इक्जामको बेला उठेको हो होइन गाइसमा। छिटै उठ्नु पर्थ्यो इक्जामको बेला। अनि कोरियनको फर्म पनि खुल्ने भनेको थियो होइन। गएको साल त मङ्सिरमै खुलेको थियो होइन। यो साल खुलेको छैन, छिटो ढिला। अनि तपाईँहरू सबैले आफ्नो नास्ता पानी गरेर बिहान उठेर ड्युटी जाने मान्छे ड्युटी, अफिस जाने मान्छे अफिस गइसक्नु भयो होला। मेरो पनि रुममा होइन घरबेटी दिदी आएर गफ गरेर नै गइसक्नु भयो। नास्ता पानी गरेर नै आफ्नो अफिस गइसक्नु भयो। कामकाज स्टार्ट गरिसक्नु भएको होला उहाँले होइन। अनि म अहिले नास्ता गर्ने हो अब एकछिनमा होइन। नास्ता गरेको छैन, एकछिनमा नास्ता गर्ने हो। अनि के छ तपाईँहरूको हालखबर होइन भन्नु। म कस्तो के गाइस, म कस्तो बिमारी भएको होइन। हप्ता दिन भइसक्यो। रुगा खोकीले ज्वरो आएर होइन, एकदमै ज्वरो आएर औषधि खाइरहेको छु होइन। ज्वरो आएर कस्तो भएको थियो कि सुतेको होइन। बिहान पनि ढिलो उठ्ने यस्तै भइरहेको थियो। आज अलिअलि सन्चो भइरहेको छ होइन गाइस। अब म अलिअलि उठिरहेको छु अनि सन्चो भइरहेको मलाई। अनि सन्चो छु आज त म ठिक छु होइन। हिजो एकदम लुगा पनि धोएको थियो, एकदमै रुगा खोकीले एकदम गाह्रो भएको थियो मलाई हिजो राति सुत्न पनि। अनि के छ तपाईँहरूको भन्नुहोस्।